दोलखा जिल्लाको कालिङचोक भगवती जस्तो धेरै उचाइमा पर्दछ। यो हामीले हेऱ्यौँ भने अहिले यो हामी सर्वप्रथम पूज्य हाम्रो भैरवी देवी देवता, त्यस्तै गरी गणेश देवताको मन्दिर हामीले दर्शन गरिरहेका छौँ। गणेश देवता त्यस्तै गरी देवी बोकाहरूको बलि दिन्छ। बोका हाँस कुखुरा लु त अब लाग्दैन, तर हामीले यस्तो दिन्छ। तर घाम लाग्दै थियो, पानी परेर खुले थियो भने हामीले हिमालहरू प्रष्ट रूपमा देखिन्थ्यो। अहिले देखिन्थ्यो होला, तर होइन, दूरबिनले हेर्नुपर्छ। काठमाडौँहरू त काठमाडौँले हेर्नु त दूरबिनहरूले हेर्नुपर्छ। म त बस्छु, मलाई साह्रै भइसक्यो। कहाँ बल यो लाइन त झन् थपिया जस्तो छ। यहाँ दाइला गाह्रो भयो नि फेरि हो र। अनि यस्तो रग्दै हुन्छ सँगै पूजा गर्न पर्थ्यो आमा सँगसँगै। अनि अनि त्यो जोड गर्नु पर्दैन, छुट्छ एकचोटि। धर्मात्मीहरूले एकैचोटि फुटाल्छन् कि मुख्य मन्दिर भक्तजनहरू लाइन लगाइरहेको छ। दाइ